Okay, and good evening all of you. Welcome back to my another video. र आज चाहिँ म ताईको बिहेको लागि चाहिँ काठमाडौँबाट यहाँ गोर्खा प्रस्थान भइसक्यो हैन। अनि बिहेमा चाहिँ साह्रै दुःख के भए भरको कसरी बगेर यहाँ पछाडिपट्टि जन्तिसहरु कोसेल रहेछ हैन। अनि यहाँ पुरै यहाँ छ आफ्नो झोला फेरि यहाँ छ हैन। सो म चाहिँ एक्साइटेड छु भोलिको लागि जल्दी जानलाई हैन। म चाहिँ अहिले आप्पीको लागि सर चाहिँ हर्मी भन्ज्याङहरु हैन। यहाँ आप्पील भन्ज्याङ हर्मी भन्ज्याङ। अब मैले चाहिँ यहाँ झोला बोक्नु पर्ने हुन्छ यस्तो भयो हैन। यस्तो झोला बोरी छ यहाँ सबै लुगा छ तर खासै त्यस्तो गर्नुको छैन भन्नु मैले गर्नु छ तर मेरो चाहिँ घाँटी अलमोस्ट सुकिसक्यो हिजो पुरा चिसोले। पछाडिपट्टि जुलाको छाताको पुरा तरबार भ्यास देखिरहेको छ हैन। बिजोक छ मेरो सब हाँसिरहेको छ ल। अब यस्तो चिसो रहेछ यहाँ चाहिँ हैन। मैले चाहिँ त्यस कोड खोलिसकेँ। अब म यहाँबाट बिहे घरमा पुगेर जोडिन्छु हैन। बिहे घरको माहौल चाहिँ बवाल होला जस्तो आई थिङ्क। सो आजको चाहिँ म आजै पोस्ट गर्छु होला भनेको तर वाइफाई छैन होला त्यहाँ फेरि। लेट्स सी। म त फ्यामिलीलाई बिहे घर आइसकेँ हैन। पुरा सजार सुरु हुँदैछ। यता चाहिँ पुरै केराको गाडी छ हैन। म काम गर्ने भनेको त्यो काम चाहिँ अलमोस्ट सबैजनाले गरिसक्नु भएको छ। सो मलाई केही काम छैन। साह्रै एकछिन भिडियो बनाउँछ खोकिला छैन मलाई। फेरि त बिहेको गेट हैन। जग्गा भन्नु आयो के अरे गेट भयो चाहिँ। भित्रपट्टि चाहिँ रोटी पोल्ने कार्यक्रम भइरहेछ। यो चाहिँ बिहे घरको बाहिरको सिनरी भयो। यता चाहिँ पुरै यता फुलको यहाँ मालाउने कार्यक्रम भइरहेछ हाम्रो मम्मी। यता चाहिँ हाम्रो ठुल्दाइको छोरो मेरो नि छोरो जग्गा रेडी भइसक्यो। दाइहरू आउने बाइक छ अझै। सेलरोटी कार्यक्रम सुरु भइसक्यो। कसर पनि खोलेको छ छ्यामा चाहिँ के गर्दै हुनुहुन्छ हाम्रो दुला दाइ चाहिँ हुनुहुन्छ। के छ नानी हाम्रो एग्रिकल्चर स्टुडेन्टको पारा चाहिँ होइन पुरा गोबर खेलेर बाटो चलाएर बसिरहेको छ। दुलाको घर तलको सिनरी हो। पारिबाट चाहिँ हिमाल खत्तर देखिरहेको छ। यता चाहिँ मान्छे नबसेपछि गाउँको पर यस्तो हुन्छ। सानो अहिले चाहिँ भाँडाकुँडा लिन जाँदैछन् तल होइन। अहिले बाहिर म छु। बिहेको ड्युटी अरू बाहिर चाहिँ म चाहिँ यहाँ पुरा खाना पकाउने साउन्डहरू लिएर जाँदैछु हो होइन। अहिले ओभरअल झर्दा त 15 मिनट खर्च झट्यो होइन। अब जानु चाहिँ उकालो छ। त्यसमा जुन सुरु देखि थालिसकेको छ। अलमोस्ट अँधेरो भइसक्यो। भाँडा फेरि सानो छैन ठुलो छ। गाह्रो छ यहाँ 15 मिनट उकालो जानुपर्ने हुन्छ। के आग लाग्यो त ठुलै देखाउनु छ। ल आजको बिहेमा आउने त्यही काम पनि सकियो। बेलुका रमाइलो गर्ने प्लान छ होइन। कति रमाइलो हुन्छ सो सी यु इन नाइट गाइज। रातिमा बिहेको माहौल बन्दैछ होइन। यताबाट चाहिँ हाम्रो बाबु यताबाट चाहिँ हामीलाई चिसो हुँदैछ। लाउँछ रातिको 9 बजी हामीलाई पानी लिन धारामा बोलाएर पठाइरहेको छन् होइन। के भन्छ देख्दैन त भाइ यार। ल बाहिरमा चाहिँ देख्दैन सो मैले उल्टाउँछु क्यामेरा होइन। सो हामी चाहिँ यहाँ दाजुभाइ यहाँ छौँ पानी लिनको लागि चाहिँ। पछाडिबाट सुनसान छ। सो अलरेडी 11 बजिसक्यो। 11 9 बज्यो। त्यहाँ पानी भरेपछि हामी पानी बोकेर जानुपर्ने हुन्छ होइन। दाइको बिहेमा अब यतिको दुःख त पाउनु परिहाल्छ। आफ्टर लङ टाइम कति वर्षपछि मैले गाडी बोक्दैछु यसरी यार। लु जानु ल होइन भयो कहाँ बिदा हाल्नुहुन्छ अब। छ्यामा बाजा कुर्नु सुरु हुन्छ। हाम्रो छ्यामा चाहिँ खाना बनाउनु भएको छ भान्सातिर। भान्सा कुरा हुन्छ।
अनि यहाँ चाहिँ हाम्रो बााउन्सरहरूलाई दिनुलाई रेडी छ सबैजना पूजा गर्ने सामान तयार गर्दैछौँ खोइ बेकै रहनु गर्नु त ल के हुने हेर्नु के चाहिने हो अया थगलाइसक्यो एनपेल हेर्ने भनेको टिभी पनि लाउनुहुन्न ल अब कुन बेला नाच्नु बाजाको नाच्नु ओके ल बाजा चाहिँ नाच्नु अब चाहिँ बिहेको लागि पूजा सुरु भएछ होइन अनि अब चाहिँ बाजा पनि आइसक्यो होइन बाजा बजाउनु सुरु हुन्छ किन अनि हेर्नु एकछिन त जग्गाको भिड छ होइन यस्तो छ हाम्रो यहाँ जग्गाको भिड चाहिँ हाम्रो दुला दाइजो हुनुहुन्छ होइन के त हाम्रो पण्डित बाजे हुनुहुन्छ मन्डपको दृश्य देखाउँदैछु म चाहिँ होइन त्यसपछि हाम्रो बाजा रेडी भइसक्यो होइन आजको लागि क्यामेरा किन आउनुभएको क्यामेरा ल क्यामेरा बाजा बजाउनु पनि भइसक्यो अब बाजा बज्न सुरु हुन्छ चट्टैखिन बाजा बज्न नाचेर त्यसपछि सुत्न जानुपर्ने हुन्छ आजलाई यो चाहिँ बिहेको भोलिपल्ट जन्ती जानुभन्दा पहिलाको पूजा होइन ल बाजा पनि रेडी अब ओम आपो किश्री जव सर्वात्मनो निवेशं मृत्युंजयान् च हिरण्येन यो मन्त्र पढ्न सुरु भइसक्यो यसो दाइको बिहेको रमाइलो रहेछ नि आज सर्छ बाकी चाहिँ भोलि